छोरी त यो झ्यालमा बसेर के हेरिरहेको थिइस् अहिले? हावा खाएर बा, हावा। ए हावा खाएर मतलब तैँले आँखाले सास फेर्दै थिइस् त्यो 6 फुट लामो हावा खाएर? तैँले के यो बाउलाई एकदम लाटो सोझो केही देखाएको छैन भन्ने छ क्या? उच्यायो। ए ढाका तेरो आँखा गुलीले हानु म? अर्का छोरीको कोठा लुक्दै च्याउँदै गर्छस्? सुन आजदेखि तेरो यो कोठामा हावा पनि बन्द, झ्याल पनि बन्द।